साथीहरु आज मैले बनाउँदै छु डन्डा नुडल्स। हेर्नुस् है मैले आफ्नो स्टाइलमा कसरी बनाउँछु। भिडियो लास्टसम्म हेर्नु होला, मलाई थाहा हुन्छ है तपाईहरुलाई। यो चाहिँ हाम्रो बिजा हो। यो थाई चिल्ली, गार्लिक, सेलेरी अनि त्यसपछि जिन्जर, अनियन, यो चाहिँ हाम्रो मेन चिकन हो। ल साथीहरु हेर्न सक्नुहुन्छ तपाईले। यो चाहिँ मैले आफ्नो स्टाइलमा डन्डा नुडल बनाएको छु, चिकन डन्डा नुडल। कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला है।